ल सबैजनालाई नमस्कार छ। हाम्रो चाहिँ आज अब सर्ट मुभीको सुटिङ हुँदैछ हैन। हाम्रो एकदमै ज्ञानी बुवा हुनुहुन्छ, उहाँले चाहिँ क्यामेरा पूजा गर्दै हुनुहुन्छ। यता हाम्रो सर म्यामहरू हुनुहुन्छ हैन, यतापट्टि बस्नु भएको छ, उता दिदी हुनुहुन्छ, यता मेरो छोरी छ हैन, उता बुवा हुनुहुन्छ। अनि उहाँले चाहिँ पूजा पाठ गर्दै हुनुहुन्छ टक्क लाएर। हाम्रो चाहिँ यो हिमचुली इन्टरटेनमेन्ट युट्युब च्यानलमा चाहिँ भिडियोहरू आइरहेको हुन्छ, सबैजनाले हेरेर मन पराइदिनुहुन्छ होला भन्ने आशा पनि गरेका छौँ। यहाँभन्दा पहिला सौताले निम्ताएको काल दोस्रो भाग एकदमै राम्रो भएको छ हैन। आज हाम्रो सर्ट मुभीको सुटिङ हुँदैछ। यो अब राम्रो होस्, सब्सक्राइब बढोस्, भ्युज राम्रो जाओस्, हाम्रो नयाँ च्यानल छ मोनिटाइज होस् भन्ने कामनासहित हाम्रो काम सफल होस्। यो सासूको हेल्प टिम हो, यो काम सफल होस् भन्दै जय नाट्यश्री भगवान्। ल बुवा पूजा गर्दै हुनुहुन्छ, एकदमै उहाँको आशीर्वादले हामी माथि पुग्न सक्छौँ भन्ने आशा पनि व्यक्त गर्न चाहन्छु। एकदमै ध्यानपूर्वक पूजा गर्नु भएको छ। उहाँलाई चाहिँ आज हामीले यस्तो रोल दिएका छौँ कि यति मेन रोल दिएका छौँ हैन। उहाँ मेरो बुवा भनेर खेल्दै हुनुहुन्छ टक्क लाएर। उहाँ आमा हेर, आमा आउनुभयो हैन, आमा र बुवा। उहाँ चाहिँ रियलका जोडी हुनुहुन्छ, रिलका हैन रियलको हुनुहुन्छ। ल धन्यवाद। ल हाम्रो आमा सासूको आइकमदेखिबाट धेरै मेहनत गर्दै आउनुभएको एकदमै मेहनतिलो आमा हुनुहुन्छ, जोसिलो जाँगरिलो हैन, एकदमै हामीलाई गाइड गर्दै लानुहुन्छ। आज चाहिँ उहाँकै घरमा हामी सुटिङ गर्दैछौँ हैन। सबैजनाले हेरिदिनु होला। यस्तो तरिकाले भइरहेको छ यहाँ हाम्रो कामहरू हैन। अब यतापट्टि चाहिँ हाम्रो बिन्दुदीले पूजा गर्दै हुनुहुन्छ। कति रमाइलो छ हैन। यस्तै हो। हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान, हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान। भगवानले पक्कै पनि लैजानुहुन्छ वैकुण्ठमा हैन। आज एकादशीको दिन छ। पक्कै पनि सबैलाई बस जय होस्। एकदमै राम्रो। कुराकानी यही हो हाम्रो जसरी काम हुँदैछ। नमस्कार हजुर सम्पूर्णलाई हाम्रो सासूको हैकमको टिमबाट हैन। आज एकादशी शुभ दिनको दिन शुभ मुहुर्तमा हामीले आमाको घरमा नयाँ प्रस्तुति केही लिएर आउँदैछौँ। यसलाई पनि यसै गरी माया गरिदिनुहुन्छ भन्ने आशा लिएका छौँ। साथै आज खुसी पनि लागेको छ कि हामीले धेरै जसो आमाको घरमा सुट गरिसक्यौँ, तर बुवालाई चाहिँ हामीले आज पहिलो एपिसोडमा यसरी होइन हाम्रो कथामा छिराउन पाउँदाखेरि एउटा गर्वको कुरा पनि लागेको छ। र बुवाको साथ सपोर्टले अवश्य पनि र आज एकादशी विष्णु भगवानको कृपाले गर्दा हाम्रो यो हामीले गरेको कामलाई पनि एकदमै सक्सेस पाउनेछौँ, हामीले गरेको काम पनि एकदम सक्सेस हुनेछ भन्ने आशा पनि लिएका छौँ भन्दै हजुर सम्पूर्णलाई फेरि पनि मेरो तर्फबाट हार्दिक नमनका साथ अभिवादन गर्दै आजको काम सक्सेस होस् भन्ने कामना पनि गर्दछु। सासूको हैकमको टिमको जय। हामीलाई चाहिँ सफलता मिल्ला भन्ने हामी पुनः आशा गरेका छौँ है। एकदम धन्यवाद। कृपा पक्कै होला भन्ने आशा। बस विष्णु भगवानकै दिन विष्णु भगवान श्रीमा रहेकै बुवालाई हामीले हाम्रो सुटिङमा छिराउन पाउँदा अनि अवश्य पनि हामीले हासिल गर्ने नै छौँ भन्ने पनि हैन हजुर जय भन्न चाहन्छौँ। हो ल हाम्रो चाहिँ क्यामेरा पूजा भइरहेको छ हैन। यस्तै रमाइलो गर्दै यस्तो फुल बगैँचाहरू पनि छ हैन। यतापट्टि यस्तो छ हैन। के हो हैन। अब यस्तो छ। यहाँनिर हुनुहुन्छ सबैजना, यतापट्टि बसिरहनु भएको छ सबैजना। उता सपनामा उता बुवा हुनुहुन्छ हैन, यता बा हुनुहुन्छ, यतापट्टि दिदी, यतापट्टि अनि उहाँ फोकस गर्ने उहाँलाई चाहिँ ढोका भएर लुक्या यताबाट छेकियो फेरि यताको दुलोबाट यताबाट देखाइदिनु के गरे हैन। सबैजना यस्तै भएको छ। अब यस्तै छ हैन। सबैजनालाई अब मिलाएर गर्नुपर्छ। यहाँ चाहिँ हामी घरबाट आकाश हेर्नु यस्तो खुलेको छ हैन।
नमस्कार यहाँ ले न एकचोटि ले हेरौँ ले न ले मलाई काम लाग्ने रहेछ ल यो त है बाँकी भयो है है के को सास मुख धोइरहेछन् है यहाँनिर चाहिँ अब हाम्रो छोरीले चाहिँ यहाँ पूजा गर्दैछ होइन एकदमै होस् प्लेन आयो प्लेन प्लेन आएछ होइन टक्क लाएर प्लेन आएछ टक्क लाएर प्लेन आएछ अब यस्तो यस्तो भइरहेछ होइन यस्तो राम्रो नमस्ते 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 10 बजे आउने मान्छे उहाँ हुनुहुन्छ आजको 8 बजे भर 7:30 हुँदैछ उहाँ निन्द्रामै हुनुहुन्छ अरे अहिले होइन यस्तो यस्तै छ अब यस्तै यस्तै छ होइन उहाँले यस्तो पूजा भइरहेछ होइन नमस्कार 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 ल अब सुरु गरौँ हस् हस् ए हिमेल सर खै त आजको यस सर्ट मुभीको डाइरेक्टर होइन त्यो गीत त्यो अहिले गरौँला त्यो गीत अहिले आजको यस सर्ट मुभीको चाहिँ डाइरेक्टर लेखक निर्देशक हाम्रो हिमाल सर हुनुहुन्छ होइन हो हो जय हो दिए है यसले पनि फेरि दिए है केही होला आज है अब ल जय होस् यति भन्दै होइन आजको हाम्रो यो पूजाको कार्यक्रम चाहिँ समापन भएको छ होइन आज दिवसभरि हामी के काम गर्छौँ होइन कस्तो तरिकाले काम गर्छौँ समयले साथ दियोस् भाग्यले साथ दियो मौसमले साथ दियोस् भन्दै अहिलेलाई चाहिँ म यो क्यामेरा चाहिँ अफ गर्न चाहन्छु जय होस् ल